कुरालाई नि छोड्न र लिन सक्नुपर्छ दाइ। मैले चाहिँ आफूलाई भो भन्ने गरी सोलो ट्राभल गरेँ, पुग्यो। म अति सोलो हिँडेँ के, ट्राभलर हुँ भन्दैमा कुनै होटलले पनि हामीलाई यतिकै खाना त दिँदैन। के अरे तपाईँ पहिला सोलो ट्राभल भनेर नै गर्नु भएको हो, चिनिनु भएको नि त्यही नै हो। अहिले तपाईँसँग के छ टिम? एकदम अहिले त एक टाइम चाहिँ हरेक चिजको चाहिँ एउटा टाइम हुन्छ। कुनै पनि तपाईँको सपनाका पनि टाइम छन् के, मतलब लिमिट छ के होइन। अनि ट्राभलको पनि लिमिट अथवा सोलो हिँड्ने कि के गर्ने सबै कुराको लिमिट हो। मैले चाहिँ आफूलाई भो भन्ने गरी सोलो ट्राभल गरेँ, पुग्यो। म अति सोलो हिँडेँ के, 4-5 वर्ष यति डेस्टिनेसन गएँ, कहीँ 2 महिना घुम्दै, कहीँ 1 महिना घुम्दै, यस्तो फ्रिली घुमेँ कि अब कुरै नगरौँ। तर सधैँ त लाइफ जिन्दगी त्यही त होइन। अनि अर्को चाहिँ समाजमा बसिसकेपछि चाहिँ एउटा कुरा चाहिँ के कुरा चाहिँ हामीले बुझिरहनुपर्छ भने अरूलाई पनि अझै वाइड गरेर जाउँ होइन, समाजलाई पनि केही दिउँ। एक्लै दिनु र टिममा दिनु धेरै फरक छ। र अर्को कुरा सस्टेन त हुनु पर्यो व्यावहारिकतामा त। तपाईँले अहिले म ट्राभलर हुँ भन्यो भने अहिले यहाँ बुद्धहरूले तपाईँलाई भन्ने बित्तिकै त्यतिकै टिकट दिन्छ त, दिँदैन नि होइन। अनि म ट्राभलर हुँ भन्दैमा कुनै होटलले पनि हामीलाई यतिकै खाना त दिँदैन होइन, किनभने पैसा त चाहियो। व्यावहारिकतामा त पैसा चाहिन्छ, सस्टेन त हुनु पर्यो। त्यो सस्टेन हुनलाई त एक्लै त सकिँदैन नि त, टिम चाहियो फेरि। अनि त्यो भएर चाहिँ हामी 2-3 वर्षदेखि टिममा काम गरिरहेछौँ। अनि हाम्रो टिममा हुनुहुन्छ केशव अधिकारी, केशव भाइ, एकदम 1 म्यान आर्मी। अनि केशवको त जति हुन्छ नि अहिले लाग्छ क्या, ओ माई गड यो मान्छे नभेटेको भए जस्तो लाग्छ क्या मलाई चाहिँ। कस्तो मान्छे चाहिन्छ भने टिममा अहिले निस्क्यौँ, अहिले गरौँ, अहिले अपलोड गरौँ, अहिले एडिट गरौँ। मलाई त्यो भोलि पर्सि भने म आत्तिन्छु कि। अनि एकदम फास्ट काम गर्ने मान्छे, अनि भन्ने बित्तिकै बुझ्ने मान्छे। अनि त्यसपछि अब यो भिडमा गएर खिच्नुपर्छ भने नि खिच्नु पर्यो। अनि यो 5000 मिटरमा गएर बस्नुपर्छ भने नि बस्नु पर्यो। ट्राभलमा फिल्म मेकिङ गर्ने पाउनै गाह्रो छ क्या, एकदम गाह्रो छ मार्केटमा। किनभने सबैलाई हाइटसँग पनि गाह्रो हुन्छ होइन, धेरै कुरा हुन्छ। अनि केशवजी हुनुहुन्छ, अनि हाम्रो प्रकाश देवकोटा सर हुनुहुन्छ। अनि एज अ फ्रिल्यान्सर पनि हामीले काम गरेर हुन्छौँ। अब हामीलाई ग्राफिक्स चाहियो अथवा कन्टेन्ट लेख्ने मान्छे चाहियो, डिजाइनहरू चाहियो, अनि अझै भिडियो मेकिङ अझै गर्नु पर्यो भने हामी फ्रिल्यान्सिङहरूलाई पनि हायर गरेर हुन्छौँ, उहाँहरूसँग पनि काम गर्छौँ। धेरै मार्केटमा अहिले हामी 10-15 जनालाई कहिलेकाहीँ हामी काम दिइरहेको हुन्छौँ, कहिलेकाहीँ हामी 2 जना मात्रै हुन्छौँ, कहिले म एक्लै हुन्छु। तर टिममा काम गर्दा चाहिँ एकदमै त्यसको रिजल्ट चाहिँ राम्रो हुँदो रहेछ दाइ। टिममा काम गर्दा चाहिँ ट्राभल गर्दाखेरि टिमको त अब इम्प्याक्टै ठुलो हुन्छ, धेरै चिजहरू गर्न पाइयो। ट्राभल गर्दाखेरि के तपाईँलाई यो पनि अब तपाईँलाई गाह्रो भन्नु होला होइन, तर चुज गर्नु पर्दाखेरि सोलो बढी इन्जोय गर्नुभयो कि टिम बढी इन्जोय गर्नुभयो? यो कुरा चाहिँ हो, जे कुरालाई नि छोड्न र लिन सक्नुपर्छ दाइ। एकदम छोड्न र लिन त सक्नै पर्छ। तपाईँले छोड्न नि सक्नुपर्छ, लिन नि सक्नुपर्छ। जस्तो कि मैले कति चिज छोडेर आएको छु, त्यही भएर मलाई लाग्दैन क्या। मैले के भन्छ आशा प्रोजेक्टमा रेन्जर भएर जागिरी खाँदाखेरि मैले त्यो रिजाइन गर्दाखेरि मान्छे दङ परेको के, यस्तो राम्रो प्रोजेक्टमा यस्तो राम्रो स्यालेरी खाइरहेको मान्छे, ओ माई गड कसरी दियो होला। आनन्दले दिएर आएँ कि म। अनि म त्यो लोकसेवामा पनि मैले हुन्छ नि आनन्दले एकदमै छोड्न सक्नुपर्छ भन्छु क्या म चाहिँ। अझै 2 स्टेप अगाडि जान्छ भने ब्याक भए पनि हुने अथवा छोडे पनि छोड्न सक्नुपर्छ। त्यस्तै सोलो ट्राभल पनि अब एक टाइममा गएर चाहिँ मलाई रियलाइज भइसकेको थियो कि टिम चाहिन्छ, अझै बेटर गर्नुपर्छ। टिम पनि कसरी क्रिएट गर्न सकेको भने यही अडियन्सहरूले गर्दा हो क्या। उहाँहरू भन्नुहुन्छ खतरा क्वालिटी चाहियो, हामीलाई डकुमेन्ट्री पनि बनाउनु पर्यो, हामीलाई फोटो अझै हाई क्वालिटी चाहियो, अनि त्यसरी तपाईँहरूले हामीलाई सर्भिस पनि दिनु पर्यो, हाम्रो भिडियो बनाउन आइदिनु पर्यो भन्नुहुन्छ क्या। त्यो भनेपछि त टिम चाहियो नि त, मैले एक्लै त सक्दिनँ नि त। कुनै पनि गाउँपालिकाको डकुमेन्ट्री भिडियो बनाउनु पर्यो भने त मैले मात्रै सक्दिनँ नि त। त्यो भएर त टिम चाहियो। उहाँहरूकै माग जस्तो लाग्छ क्या मलाई। त्यसले नै प्रेसर क्रिएट गरेर बनाएँ। अनि टिम बनाएँ, सोलो ट्राभल त छँदै थियो। ओहो सोलो गरेको मान्छेलाई टिममा त अति गाह्रो हुने दाइ। टिममा त एकदम गाह्रो हुने। किन सुरुमा के, किनभने आफ्नै डिसिजन अनि आफ्नै मात्रै एक्सपेन्सिभ हुन्छ नि, त्यो कुराहरू चाहिँ
सजिलो थियो क्या अनि त्यसपछि अहिले फर्स्टमा पहिला सुरुमा टिम भइसकेपछि चाहिँ ओहो च्यालेन्जेस कसरी सर्भाइभ गर्ने होला कामहरू कसरी लिने होला अब त म मात्रै छैन टिमहरू पनि हुनुहुन्छ अनि टिम भइसकेपछि मैले पर्फेक्ट दिन सकिनँ भने बरु सोलो नै ठिक थियो भन्ने होला नि मान्छेहरू धेरै कुराहरू च्यालेन्जेस थियो एकदम च्यालेन्जेस अनि अर्को भनेको चाहिँ त्यही हो फ्रिडम थिएन फ्रिडम जुन खालको स्लो ट्राभलमा हुन्छ त्यो टिममा हुँदैन किनभने सबैको फ्रिडमलाई हेर्नुपर्ने हुन्छ आफ्नोलाई मात्रै हुँदैन अनि त्यो भएर मलाई सर्भाइभ गर्न चाहिँ केही समय लागेको थियो अनि मैले सोच्थेँ कि ओहो यस्तो गाह्रो हुन्छ टिममा काम गर्दा जस्तो लाग्थ्यो कि मान्छेहरू त टिममा सजिलो हुन्छ भन्थे मलाई किन यस्तो भएको होला जस्तो लाग्थ्यो त्यो काम नराम्रो भएर होइन के मानसिकता अनि त्यो गरिरहेको एउटा हुन्छ नि त्यो एउटा चिज खाइरहेको हुन्छ जस्तो कि यहाँ हामीले भात दाल मजाले खाइरहेछौँ थाइल्यान्ड गएर त्यो सी फुडहरू खानु पऱ्यो भने गाह्रो हुन्छ नि त्यस्तो टाइपको मतलब त्यो त नराम्रो होइन नि त फेरि अनि त्यो भइरहेको थियो एक दुईचोटि मलाई त्यस्तो भयो त्यसपछि मैले सेयर गरेँ मलाई किन यस्तो भइरहेछ तपाईँहरूलाई टिममा काम गर्दा कस्तो महसुस हुन्थ्यो कि मैले टिममा काम गर्न सकिरहेको छैन कि भनेर पनि कुरा गरेँ एकदम पछि बानी लाग्यो अहिले त एकदमै पर्फेक्ट छ टिम पनि हामी सानो टिम छौँ सानो टिममा काम गर्छौँ सुरुवाती चरणमा छौँ अनि कहिलेकाहीँ मलाई सोलो जान मन लाग्यो भने म गइरहन्छु बिचबिचमा गोरेपानी गएँ बिचमा अनि गोरेपानी घुमेँ आनन्दले अनि लास्टमा एक दुईवटा भिडियो खिच्नुपर्ने थियो फेरि टिमलाई बोलाएँ अनि धेरै ठाउँमा सोलो ट्राभल गइरहन्छु एकदम मजा आउँछ सोलोको पनि छुट्टै एउटा छ फिल्डमा अथवा त्यो घुम्न जाँदाखेरि तपाईँले सोलो गर्दाखेरि बढी च्यालेन्जिङ ट्राभलको कुरा मात्रै ल यो टिम अब इन्कम जेनेरेसनको एकछिनपछि कुरा गरौँला ट्राभल गर्दाखेरि क्या अब तपाईँ अघि नै भने महिला भएर सोलो सबभन्दा इन्सपिरेसनको पार्ट नै त्यही हो र सबभन्दा च्यालेन्जिङ पार्ट नै त्यही जस्तो लाग्छ मलाई चाहिँ त्यस्तो कुनै त्यो एकदमै तपाईँलाई अड अथवा एकदमै किन गरेछु भन्ने खालको जस्तो कहिले फिल भयो तपाईँलाई सोलो ट्राभल गर्दा कहिले भएन मैले धेरै ठाउँ पनि भनेको छु क्या मैले ट्राभल गर्दा होइन कहिले म एज अ वोमेन ट्राभल गरिरहेको छु जस्तै लाग्दैन थियो कहिले पनि अनि म सोच्दैन थिएँ कि यो कोहीले केही भन्ने हो कि केटी भएर यो एउटा कुरा भाइब्सले नै क्रिएट गर्ने हो क्या सबै कुरा तपाईँले के सोच्नुहुन्छ त्यही आइपुग्ने हो क्या त्यही भएर म कहिले सोचिनँ दाइ मलाई गाह्रो होला अथवा मलाई केटी भनेर कसैले केही भन्ला अथवा मलाई साथीभाइहरूसँग हिँड्दाखेरि केटाहरूसँग हिँड्दाखेरि मलाई फ्यामिलीले केही भन्ला कहिले पनि सोचिनँ अनि त्यो आफैले आफ्नो भन्छ नि दुनियाँ आफैले बनाउने हो त्यही नै हो कसैले केही भनेन मलाई एकदम धेरै हेल्प गर्नु हो हाम्रो समाज त केटी मान्छे अझै नखुलेको समाज हो नि त रियालिटी भन्नुपर्दाखेरि नखुलाइएको समाज अथवा नखुलेको समाज अथवा खोल्नुहुन्न अथवा यस्तो गर्नुहुन्न भनेर बााउन्ड्रिज राखेको समाज हो नि त फिमेल र फिमेलमा बढी बााउन्ड्रिज लिमिटेसन भएर राखेको मान्छे के कुराले चाहिँ डिपेन्ड गर्दो रहेछ क्या तपाईँले कम्प्लिटली गाह्रो हुन्न कहीँ फिल गरेन भन्नुभयो होइन के कुराले डिपेन्ड गर्दो रहेछ आफ्नै मन र दिमाग हो तपाईँले बााउन्ड्री तोड्ने कि नतोड्ने भन्ने कुरा तपाईँभित्रै छ अरे वाह एकदमै त्यो बााउन्ड्री त यस्तो बााउन्ड्री मलाई लाग्दैन कि दाइ सिरियसली मान्छेहरूलाई गाह्रो हो फेरि सोच्नु भयो होला गाह्रो हुन्छ मलाई घरबाट जान दिँदैन अथवा मलाई समाजले के भन्ला भन्छ समाजले मलाई नि भन्यो होला नि मेरो अगाडि पो नभनेको हो त अब मैले नसुनेको कुराको म किन मतलब गर्ने हो कि होइन भन्नु न मैले त्यसमा किन टेन्सन लिने त्यो मेरो समस्या होइन त्यो त उहाँहरूको समस्या हो त्यो मेरो समस्या हो र भन्नु त कसैले तपाईँको कपालमा किन यस्तो कलर लगाएको भन्यो भने त्यसकै समस्या हो तपाईँले त कलर आफ्नो मनले लगाउनु भएको होइन नि त्यही त नि अब त्यही हो क्या बााउन्ड्री आफैले क्रिएट गर्ने हो तर यस्तो बााउन्ड्री तोड्नुहोस् कि त्यो खतरा होस् क्या बााउन्ड्री तोडेर जे पाइ त्यही गर्ने भनेको होइन बााउन्ड्री तोडिसकेपछि त्यो बााउन्ड्रीले चाहिँ तोडिसकेको बााउन्ड्रीले चाहिँ सबैलाई एउटा सन्देश दियोस् क्या त्यस्तो हो त्यही भएर महिला गाह्रो कसलाई हुँदैन गाह्रो पुरुषलाई पनि हुन्छ क्या गाह्रो महिलालाई नि हुन्छ सबैलाई हुन्छ अब नजा त भनिहाल्छ नि कसले एकदम हिमाल पहाड तरोस् खोला तरोस् अनि भिरमा झुन्डियोस् पुलमा जाओस् लडोस् कसले सोच्छ भन्नु न त्यो त एउटा सेफ्टीको लागि भन्ने हो नि त फ्यामिलीले अनि त्यो कसैको बाबुआमाले पनि सोच्दैन क्या मेरो छोरी मरोस् लडोस् सजिलै जागिरी खाओस् बसोस् भन्ने सोच्छ नि त जसले पनि
त्यो मेरो बाबुआमाले पनि सोच्ने कुरा भएन, मेरो घर परिवारले पनि सोच्ने कुरा भएन। तर के हो भने सहज मात्रै जीवन होइन कि सजिलो मात्रै जीवन होइन। अनि अर्को कुरा भनेको तपाईँलाई कसैले सजिलै निस्किन दिनेवाला छैन, मलाई नि दिएको होइन। सजिलै त कसैले निस्किन दिँदैन क्या, त केटा मान्छेलाई नि दिँदैन भन्दैछु म। केटी त केटीको त अब के कुरा गर्नु होइन, तपाईँ त निस्किनुहुन्छ नि त। केटाले चाहिँ बााउन्ड्री तोड्न सक्ने, केटीले चाहिँ नसक्ने भन्ने त हुँदैन नि। त्यही हो, निस्किने हो। आफ्नो सपना सही छ, आफ्नो भिजन एकदमै वाइड छ भने निस्किनुहोस् एकदम। पछि त आफै सपोर्ट गर्छ। कति सपोर्ट सुरुमा त गाली गरिहाल्छ नि अलिअलि, तर मलाई त एकदम सपोर्ट। एकदम आफूले जे काम आफूले जे काम सुरु गरेछ गर्दैछ त्यो कुरा चाहिँ म कन्फिडेन्स छु, मैले गर्न सक्छु भनेर देखाउनु चाहिँ रिजल्ट चाहिँ चाहियो। गर्नु पर्यो, गर्छु भनेर मात्र भएन, एकदम प्यासनेट भएर लाग्नु पर्यो। मैले पनि ट्राभल गरेको 2-3 वर्षपछि जब मान्छेहरूले भनौँ न मैले पुरस्कार पाउँदै गएँ, मान्छेहरूले लेख्दै गयो मेरो बारेमा, अनि मलाई कस्तो सजिलो भयो क्या मेरो फ्यामिलीलाई भन्नलाई। एन्सर पाएँ अहिले मेरो फ्यामिलीहरूले भन्ने टाइपको, सर्कलले भनौँ साथीभाइले एन्सर पायो भन्ने टाइपको भयो क्या। एन्सर त समयले दिने हो, मैले त कहाँ सुरुवात गर्दै एन्सर दिन सक्छु त नि। त्यहाँबाट म केही नबोली एकदम आनन्दले 10 वर्षको टार्गेट राखेर बसेको, तर अलि छिटै भयो। तपाईँको त्यो एउटा डायलग चाहिँ मलाई खतरा लागेको थियो कि, त्यो सोलो ट्राभलको कम्पिटिसन थियो नि, याद छ नि होइन? म पनि थिएँ त्यहाँनिर, म नि यसो हेर्न गएको थिएँ त्यहाँनिर। तपाईँले हजुरआमा लानु भएको थियो होइन? हजुरआमा लाँदाखेरि तपाईँले एउटा तपाईँको बोल्ने पालो आउँदाखेरि एउटा डायलग भन्नुभएको थियो कि, मलाई एकदम बवाल लागेको थियो। मेरो हजुरआमाले भन्नुहुन्थ्यो मैले यात्रा सुरु गर्दाखेरि, के पाउँछस् यात्रा गरेर यत्रो घुमेर के पाउँछस्? अहिले मेरो हजुरआमा यहीँ अगाडि हुनुहुन्छ, मैले भन्न पाइरहेको छु मैले यो पाइरहेको छु भनेर कि अवार्ड देखाएर भन्नुभएको थियो। एकदम दामी मोमेन्ट लागेको थियो मलाई।